तपाईँहरू पनि लाइभमा आउन सक्नुहुन्छ, जोइन गरेर हेर्न सक्नुहुन्छ हाम्रो क्लासहरू। हामी आज पनि तपाईँहरूको समक्ष आइसकेको छौँ। 7 बजेदेखि 8 बजे या 7 बजेदेखिको क्लासहरू सुरु भइरहेको छ। तपाईँहरू पनि फ्रीमा जोइन गर्न सक्नुहुन्छ है। हस्त अब सुरुवात गरौँ हामी हाम्रो ढिला नगरिकन आजको। आज पाठ चाहिँ हाम्रो एक नम्बरको पाठमै हामी आज छौँ। कोरियनको छागी सोगे यानि कि थागी सोगे बारेमा आज जुन मेरो छुटेको छ कुनै क्लासहरूमा छुटेको छ यसको बारेमा हामी फेरि पढ्नेछौँ आज। 한국의 인사예절 यानि कि कोरियाको तपाईँको हिंसा भनेको अभिवादनको जुन एउटा तरिका या तपाईँहरूको शिष्टाचार छ उसको बारेमा हामी आज पढ्नेछौँ। यानि 한국의 인사예절 यानि कोरियाको अभिवादन अभिवादनको जुन शिष्टाचार छ शिष्टाचारको बारेमा हामी आज पढ्नेछौँ है। शिष्टाचार कोरियाको जुन अभिवादनको शिष्टाचार छ यसको बारेमा हामी पढ्नेछौँ आज। 한국의 선은 यानि कोरियामा चाहिँ 상대 तारा यानि कि विपक्षको अनुसार है विपक्षको अनुसार हिंसा하는 방식이 다릅니다। यानि कि अभिवादन गर्नेको जुन तरिका छ त्यो तरिका के छ त फरक छन्। 다르다 भनेको फरक हो। यानि कोरियामा जुन छ विपक्षको अनुसार हिंसा गर्ने जुन अभिवादन गर्ने तरिका छ त्यो अलि फरक छ। 자신보다 나이가 많거나 आफूभन्दा उमेर एकदमै धेरै वा 지위가 높은 사람에게 यानि कि पद जुन पद छ पद पनि भन्छ यसलाई पद भनौँ पद एकदमै के भन्ने पद एकदमै उच्च भएको मान्छेलाई चाहिँ 안녕하세요 नमस्ते 또는 वा 안녕하십니까 라고 भनेर माराम्य यानि कुरा गरिन्छ र 고개를 숙이거나 고개 भनेको तपाईँको माथिको भाग टाउको भने पनि हुन्छ टाउकोलाई निहुराउने वा 허리를 굽혀 인사합니다. 허리를 굽히다 भनेको के हो त टाउको निहुराउनु तपाईँ टाउकोलाई निहुराउनुहुन्छ झुकाउनु हरिलाई कुप्य भनेको बङ्गाउनुहुन्छ बङ्गाउनु हो यसरी यो तपाईँले यो टाउकोलाई निहुराउने या बङ्गाउने हरि यानि कम्मरलाई के गर्नुहुन्छ बङ्गाएर के गर्नुहुन्छ तपाईँले हिंसा यानि अभिवादन गर्नुहुन्छ। खोगेरु सुक्किकन यानि कि टाउकोलाई निहुराउने वा हरिलो खुप्पिनुन गसुन यानि कि कम्मरलाई बङ्गाउने कुरा चाहिँ 상대방의 यानि कि विपक्षको ठेहान बारेमा छुन्ग्याङ्गुल नाथा नेनुन यानि कि तपाईँले जुन सम्मानलाई के गर्छ त बारेमा सम्मानलाई के गर्छ एउटा दर्शाउने के हो त इसारा हो जेस्चर त्यसलाई इङ्ग्लिसमा जेस्चर नै भन्छ त्यो एउटा जेस्चर हो कि यानि आफूभन्दा उमेर धेरै छ या तपाईँको पद पनि हाई छ भने हाई लेभलमा छ उच्च पदमा छ भने उसलाई के गर्नु पर्यो आफूले टाउको निहुराउनु पर्यो या कम्मरलाई अलिकति झुकाएर तपाईँले बो गरेर 안녕하세요 या 안녕하십니까 भनेर तपाईँले भन्नु पर्यो त्यो नै एउटा विपक्षलाई एउटा सम्मान गर्ने एउटा तरिका हो तपाईँहरूको एउटा इसारा हो। हानपेन अर्कोतर्फ यद्यपि पनि भन्छ यद्यपि या अर्कोतर्फ भन्ने नि भयो अर्कोतर्फ 자신보다 나이가 यानि आफूभन्दा उमेर अरिकन यानि सानो वा छिनान सारामेगे छिनान भनेको के हो त एकदमै घनिष्ठ भएको मान्छेलाई चाहिँ 안녕 इरागो यानि 안녕 भनेर मारहाम्य भनिन्छ र हान्सोनुन खाप्यागे यानि एक हातले थुल्कन हल्का गरी हल्का रूपमा थुल्कना भनेको उचाल्ने वा हुन्दुर यानि हल्लाएर फान्गामुल नाथानेना फान्गाप्ता भनेको के हो त आभारहरू फान्गाप्ता हो खासमा फान्गाप्ताबाट के भयो आभार प्रकट गर्नु या तपाईँले यसलाई खुसी व्यक्त गर्नु भन्दा नि सक्नुहुन्छ यानि खुसी व्यक्त गर्नु या दर्शाउनु या जनाउनु आफूले देखाउनु भन्ने कुरालाई जनाउँछ है। यानि के गर्न सकिन्छ भने आफूभन्दा उमेर सानो छ या एकदमै घनिष्ठ व्यक्ति छ नजिकको व्यक्ति छ भने त्यसलाई 안녕 भनेर तपाईँले हात यसरी उचालेर एक हातले हल्लाएर या उचालेर पनि तपाईँले 안녕 भनेर आफ्नो आभारलाई प्रकट गर्न सक्नुहुन्छ। यहाँसम्म यतिको नै कुरा हो। त्यस्तै तलपट्टि जाम भने 안녕하세요 안녕하십니까 안녕 यानि यी वर्डहरू 안녕하세요 안녕하십니까 या 안녕 जस्ता कुराहरू चाहिँ 인사하는 시간 यानि अभिवादन गर्ने जुन समय छ त्यो समयसँग 상관없다 भनेको के हो त 상관 भनेको सम्बन्ध हो 상관없이 भनेको सम्बन्ध नभएर 아침 점심 저녁 यानि बिहान दिउँसो या बेलुका 언제든지 जुनसुकै बेलामा पनि तपाईँले 사용할 수 있습니다 भन्छ यानि प्रयोग गर्न सकिन्छ। त्यस्तै 공적인 상황에서 공적인 भनेको फर्मल हो
यसलाई फर्मल या औपचारिक भन्छ। इङ्ग्लिस नेपालीमा औपचारिक। औपचारिक अवस्था साङ्ते पनि हुन्छ, साङ्ते पनि प्रयोग गरिन्छ है। औपचारिक अवस्थामा चाहिँ छुरो प्रायःजसो अक्सर हाम्या इन्थाम अक्सुरो लाँदा भनेको यो हात मिलाउनु है। हात मिलाएर के गरिन्छ त अभिवादन गरिन्छ। थामा, थामान या थान पनि भन्छ कहिलेकाहीँ। थामान थान पर छासिन बोदा नाइगा वल्सिन। वल्सिन भनेको अत्याधिक, एकदमै धेरै, अत्याधिक या एकदमै धेरै मानगना धेरै वा छिविगा नोपुन यानि कि पद उच्च भएको सारामेगी मान्छेलाई हिंसा हाल्ते भनेको अभिवादन गर्ने बेलामा चाहिँ 왼손으로 오른팔이나 오른손을 फाँच्चीको आप्सुरुल हानुन गसी येबी입니다. यानी कि तपाईँको जुन देब्रे हात छ त्यो देब्रे हातले तपाईँको दाहिने पाखुरा यानी यो भागलाई फाललाई त्यो पाखुराको भागलाई भन्छ। अनि या तपाईँको त्यो सोन यानी यो हातलाई तपाईँ के गर्नु पर्यो फाँच्चिदा। फाँच्चिदा भनेको अडेस गर्नु, अडेस दिनु भनौँ न, अडेस दिने, अडेस गर्ने जस यो तलपट्टिको भागमा सपोर्ट गर्ने भनौँ न, यो अडेस गरेर आक्सुरुल हानु यानि कि अभिवादन गर्ने कुरा चाहिँ के हुन्छ त एकदमै एउटा शिष्टाचार हो। यसलाई येजल भन्दा पनि भयो। योजल भन्नु या यी भन्ने यी भन्नु एउटा नै हो। यानि के रहेछ त तपाईँले औपचारिक अवस्थामा चाहिँ हात मिलाउँदा पनि हुन्छ। तर हात मिलाउने बेलामा के कुरा ख्याल गर्नु पर्यो भने तपाईँले आफूभन्दा सिनियर छ, आफूभन्दा एकदम एजेड छ भने त्यस्ता व्यक्तिहरूलाई आफूले देब्रे जुन देब्रे हात छ त्यो दाहिने हातलाई के गर्ने एउटा अडेस लाएर तपाईँले उहाँलाई अडेस लाएर हात मिलाउने कुरा चाहिँ के हुन्छ एउटा शिष्टाचारको रूपमा लिन सकिन्छ है। हात मिलाउन मिल्यो तर उहाँलाई अलिकति अडेस लाएर चाहिँ गर्नु पर्यो है। यति कुरा नै हो, यसमा खासै त्यति गाह्रो मिनिङहरू छैन। यो फर्स्ट च्याप्टर हो। आज हामी फेरि फर्स्ट च्याप्टर पढाएको छौँ, केही छुटेको थिए। त्यसपछि भोलिबाट फेरि हामी अर्को पाठमा जान्छौँ। छङ्बो र मुनुवामा हामी अलि फोकस बढी गरिरहेको छ यति बेला। छङ्बो र मुनुवा पढाइरहेछौँ। नेक्स्ट च्याप्टरमा सायद हामी फेरि पुरानो च्याप्टरहरूको बारेमा नि पढ्न सक्छौँ। तपाईँले केही कुराको सोधपुछ गर्नु छ भने हामीलाई मजाले मेसेजहरू गर्न सक्नुहुन्छ। बाँकी अब हामी कन्फर्म गर्नेछौँ। छागी सोगेरुल हालसुइता यानि आफ्नो परिचय गर्न सकिन्छ। अनुनारा सारे मिन्जी यानि कुन देशको मान्छे हो भनेर मुतको सोधेर थेदापाल सुइता यानि कि उत्तर दिन सकिन्छ। चिगबी मुवसिन्जी यानि कि पेसा के हो भनेर मुतको सोधेर थेदापाल सुइता यानि उत्तर दिन सकिन्छ। यो भनेको फर्स्ट च्याप्टर पढिसकेपछि तपाईँले यी कुराहरू गर्न सक्नुहुन्छ। गाह्रो छैन, त्यति सजिलो हुन्छ यो फर्स्ट च्याप्टर त तपाईँलाई एकदमै सजिलो हुन्छ। राम्रोसँग पढ्नु होला, आफ्नो मेहनत चाहिँ गर्नु होला। लिसनिङ अब तपाईँको मेन्युको इक्जाम सकिन लागेको छ। मेन्युको इक्जाम सकिने बित्तिकै त एग्रीको आइहाल्छ। एग्रीको पनि सकिएपछि सायद अलिकति केही महिना ग्यापपछि फेरि नयाँ इक्जामहरू पनि हुनसक्छ। त्यही भएर आफ्नो पढाइ छ भने गर्दै गर्नुहोस्, नछोड्नु होला। मेहनत चाहिँ राम्रोसँग गर्नु होला, किनकि इक्जाममा पास हुन सजिलो छ तर नम्बर ल्याउन गाह्रो छ। त्यही भएर अलि मेहनत चाहिँ अलिक बढी नै गर्नु होला है। ल, एक नम्बरमा हेरौँ इल्गीमा फाउम खानवा खन्गिन गसुन मोसिमनिका तलको शब्दसँग सम्बन्धित भएको कुरा चाहिँ के हो त? त्यो हो त नारा। नारासँग सम्बन्धित कुन हुन्छ त? नेपाल है। नेपाल भइहाल्यो, अरू मिल्ने कुरा होइन। नाम्जा हुँदैन, सरुन सेहुम भएन, वेस्टवन पनि भएन है। यी सबै मिल्ने पुरै भएन। त्यस्तै फिनखाने थुरागाल, फिनखाने भनेको खाली ठाउँमा, थुरा खाँदा भनेको जाने, खाजाङ सबैभन्दा आल्माजुङ गसुल खुरुसिप्से सबैभन्दा मिल्ने कुरा छान्नुहोस्। यसलाई मात्ता पनि भन्छ, हामीले पहिला पनि भने मात्ता, आलमात्ता या फारुदा पनि प्रयोग हुन्छ या ओल फारुदा पनि कतै कतै प्रयोग हुन्छ है। कतै कतै हुन्छ, सुनिराख्नु काम लाग्न सक्छ कुनै बेलामा। छिकप भनेको पेसा हो, पेसासँग सम्बन्धित भएको एउटै हो यो। या 3 नम्बरको नङ्बु भइहाल्यो। थेगुसी हुने कुरै भएन, यो सहर हो। थेगु भनेको सहर हो, सहरको नाम चाहिँ थेगुसी हो भनेर थोसीबाट आएको है। थेगु थोसी हो खासमा। सुमुल थासा से हो, यो भनेको तपाईँको नाइ हो, यन्सेबाट आएको। यन्से उमेर कति हो त, साल साल कति हो त से है। यो रेस्पेक्टेड व्यक्तिहरूको बारेमा से प्रयोग गरिन्छ। यजा नाम्जा अब केटा र केटी भइहाल्यो, यसमा मिल्ने कुरै भएन। खुक्जक भनेको तपाईँको पेसा हो, पेसा भएपछि आन्सर नो। खुक्जक भनेको तपाईँको राष्ट्रियता हो, सरी राष्ट्रियता हो। राष्ट्रियता भएपछि बेतनाम आन्सर मिलिहाल्यो, अरू मिल्ने कुरै भएन है। बुचान्सी बुसान सहर हुँदै कुरै भएन। नाम्जा केटा, अबु तपाईँको माझी हो। यो भनेको पेसासँग सम्बन्धित वर्डहरू भयो।
तलजम थाउम खुरुल इलको तलको हरफलाई पढेर विशेषङ्ग उस्तै गसुन भनेको कुरालाई खुरुसिप्चे भनेको छान्नुस् ल। यसमा के छ त तपाईको वेगुगिन दुङरोगजुङ। वेगुगिन भनेको के हो? विदेशी हो। विदेशी। दुङरोगजुङ भनेको तपाईको दर्ता पत्र हो। खासमा दर्ता पत्र, दर्ता कार्ड भने नि हुन्छ। त्यसमा के छ भने तपाईको वेगुगिन दुङरोग भन्नु दुङरोग भनेको दर्ता नम्बर हो के। दर्ता नम्बरलाई विदेशी दर्ता नम्बर हो। यो चाहिँ 99 यो जति पनि हुन्छ। त्यो एक्जाम्पलको लागि मात्रै हो। तलपट्टि जाऊँ भने संज्ञक। संज्ञक भन्नु, संहाम भन्नु, संहाम भन्नु हैन। संहाम यहाँ इरुम यी सबै वर्ड एउटै हो के। इरुम भन्नु, संहाम भन्नु, संज्ञक भनेको सबै नाम हो। यो भनेको नाम हो। नाम नाम के हो? वेन। कुक्का भनेको कुक्चक यो सबै के हो त तपाईको राष्ट्रियता। राष्ट्रियतासँग सम्बन्धित बेतनाम हो। छेरु छागेको भनेको तपाईको बसाइको स्थिति हो के। बसाइको स्थितिलाई प्रयोग गरिन्छ। छेरु भनेकै बसाइ हो। छाकेक भने त्यसको स्थिति या तपाईको योग्यता। कुन योग्यता हो तपाईको? जस्तै यहाँ छ बिजन मुन। बिजन मुन छुय भनेको तपाईको अदक्ष कामदार हो खासमा। अदक्ष कामदारको रूपमा जस्तै तपाईहरु अब यो पढेर तपाईहरु जाने भने ई9 मिसा भयो। जुन यो यहाँ छ ई9 मिसाइ बिजन मुन छिय। यानी अदक्ष कामदार। फाल्गु पिल्जा भनेको तपाईको जारी मिति हो। जारी मितिलाई प्रयोग गरिन्छ। जारी मिति भने 2024 हो 5-10 हो। अनि सौल छुरिपगुक भनेको अध्यागमन विभाग हो। यसको अध्यागमन विभागलाई गरिन्छ। विभाग र यो वेगुगिन जाङ भनेको पनि त्यही विदेशी विदेशीको लागि सहयोग गर्ने एउटा कार्यालय हो। यो विदेशी हेड अफिस हो खासमा। विदेशीको मूल ब्रान्च जुन छ मूल हेड अफिस त्यसलाई वेगुगिन छन्जाङ भन्छ। अब यसमा हेर्ने हो भने यहाँ पढेर हामीले आन्सर दिने हो भने बेतनाम सारा मिन्डा भन्छ। बेतनाम सारामा ओ यो त्यहाँ आन्सर नम्बर एकै मिलिहाल्यो अरु त हेर्नै परेन। त्यही पनि एकचोटि हेर्ने हो भने हेरौँ भने सिङ्गिरुन ओवल सिपिरी निदा यानी कि 5औं महिनाको 10 तारिखको जन्मदिन। जन्मदिन हैन यसको जारी मिति चाहिँ हो। जारी मिति 5 महिनाको 10 तारिख हो। त्यही भएर यो चाहिँ हुने कुरै भएन। छिरवरे वेगुगिन दुङरोगजुङ फादा सुन्ने यानी कि 7औं महिना मुले के अरे विदेशी दर्ता कार्ड पाएको होइन। 5औं महिनामा पाइसक्यो कि यहाँ छ 5औं महिनामा। त्यही भएर नि यो पनि भएन। त्यस्तै सौर छुरिपको वेगुगिन छङ्गाइ एस यानी अध्यागमन विभागबाट के गर्छ अरे इरहामनिदा भन्छ काम गर्छ। काम पनि गरेको न यो त दर्ता कार्ड मात्रै लिएको। त्यही भएर यो पनि मिलेन। आन्सर नम्बर 1 एकदमै राइट छ। त्यस्तै 5 नम्बरमा जाने हो भने तपाईहरुले 5 नम्बरमा पनि के गर्नुपर्छ भने जहिले पनि यो तपाईले हरफ राम्रोसँग पढ्नु पर्यो एउटा कुरा है। हरफ राम्रोसँग पहिल्यै पढ्नु भएको छ भने यो नपढे पनि खासै फरक चाहिँ परेन। यसको लागि एउटा आइडिया यही हो। 1 2 3 4 तपाईले राम्रोसँग मिलाउन सक्नुहुन्छ। यदि तपाईले पहिला राम्रोसँग पढ्नु भएन भने चाहिँ अलिक गाह्रै हुन्छ। तर तपाईले राम्रोसँग पढ्नु भएको छ भने मिलाउन सक्नुहुन्छ। जस्तै 1 नम्बरको पढ्ने हो भने छिनान छिङ्गु हेगे यानी कि घनिष्ठ साथीलाई चाहिँ हरिरुल कुप्य यानी कि कम्मरलाई बङ्गाएर इन्सा हे आम्निदा भन्छ। अभिवादन गर्नै पर्दछ। नु पर्दछ है नु पर्दछ। हो त? होइन। किनकि नजिकको साथी हो भने तपाईले हात हल्लाए पनि भयो होइन। त्यही भएर यो मिल्दैन। खुङजङ्गिन साङवाङ्गै छ। औपचारिक अवस्थामा इन्सा हाल्तेन हुन्। अभिवादन गर्ने बेला चाहिँ छुरो प्रायजसो सोनुन हुन्दुम निला। सोनुन हुन्दुम दा भनेको हात हल्लाइन्छ भनेको औपचारिक अवस्थामा हात हल्लाउने होइन। हात हल्लाउने होइन आक्सुरुल हादा। आक्सु गर्नुपर्छ। आक्सुरुल खादा आक्सु हादा भन्छ। त्यही भएर यो पनि मिल्ने कुरै भएन। छासिन बोदा नाइगा मानु यानी आफूभन्दा उमेर धेरै भएको सारम गारुल यानी कि सरी साथी मान्छेसँग चाहिँ आक्सुरुल हाजी आन्सु भन्छ। आफूभन्दा उमेर धेरै भए पनि मान्छेलाई हातै मिलाउनु हुन्न भन्ने त भनेकै छैन। त्यस्तो कुनै पनि भनेको छैन। हात मिलाउनु चाहिँ मिल्यो तर अडेच लाएर चाहिँ हात मिलाउनु पर्छ त्यति चाहिँ भनेको छ। त्यही भएर यो पनि हुन सक्दैन। छिविगा नुपुन सारम गा उच्च के अरे पद उच्च भएको मान्छेसँग चाहिँ आक्सु हाल्तेनुन हात मिलाउने बेला चाहिँ वेन्सुनोरो यानी कि तपाईले देब्रे हातले उरुन फारुल फाचिम्ने यानी कि दाहिने पाखुरालाई के गर्नुपर्छ अडेस लाउनु पर्दछ हो त। त्यही भएर अडेस लाउनु पर्छ भनिरहेको छ अघिदेखि। त्यही भएर आन्सर नम्बर 4 मिलिहाल्यो। त्यही पनि एकचोटि हेर्नुहोस् जस्तै एकचोटि पढ्दा हुन्छ। हाङ्गु सरमदुरुन कोरियन मान्छेहरू चाहिँ छासिन बोदा नाइगा मान्कना आफूभन्दा उमेर एकदमै धेरै वा धेरै वा छिविगा नोप्पुन यानी पद उच्च भएको सारामेगी मान्छेलाई इन्सा हाल्ते अभिवादन गर्ने बेला चाहिँ
हरिरुल कुप्रिया यानि कि कम्मरलाई बङ्गाएर इन्सा हामिदा यानि कम्मर बङ्गाएर अभिवादन गर्दछन्। छासिनबोदा अरिकन आफूभन्दा उमेर सानो वा छिनान सारामेगे यानि कि नजिक भएको मान्छेलाई चाहिँ सोनुन हुन्दुर यानि हातलाई हल्लाएर इन्सा हामिदा भनेको अभिवादन गरिन्छ। खङ्जकिन साङ्गाङ्गी सनुन यानि कि औपचारिक अवस्थामा चाहिँ सुरु प्रायजसो अक्सुरुल हाम्य यानि अभिवादन गर्दै इन्सा हाम्निदा भन्छ। अभिवादन गर्दै सरी हात मिलाएर अभिवादन गरिन्छ। यानि औपचारिक अवस्थामा के हुन्छ त प्रायजसो हात मिलाइन्छ अक्सुरुल हाम्य यानि हात मिलाएर के गरिन्छ त अभिवादन गरिन्छ। इत्ते यो बेलामा छासिनबोदा नाइगा वल्सिन आफूभन्दा उमेर एकदमै मानगना धेरै वा छेविगा नोपुन यानि पद उच्च भएको साराम इरामेन मान्छे हो भने इरामेन भनेको मान्छे रहेछ भने या हो भने बेन्सोनुरो देब्रे हातद्वारा कोरुन भारुल यानि कि दाहिने हातलाई के पाखुरालाई थाच्चीको हडेस लाएर आक्सु हे हाम्निदा भनेको हात मिलाउनु पर्दछ नु पर्दछ है। त्यही भएर आन्सर नम्बर 4 एकदमै करेक्ट छ अरु बिल्ली कुरा भएर ल आजलाई यति गरौँ। तपाईहरुको केही प्रश्नहरू केही सोध्नुपर्ने कुराहरू छन् भने मजाले सोध्न सक्नुहुन्छ। मिनिङहरू बुझ्नु भएन भने फेरि एकचोटि हामीलाई मेसेज गर्न सक्नुहुन्छ र तपाईहरुलाई कस्तो फिडब्याक चाहिन्छ कस्तो गर्दा राम्रो हुन्छ त्यो पनि हामीलाई फिडब्याक गर्न सक्नुहुन्छ। आफ्नो सजेसन पनि दिन नबिर्सनु होला कमेन्टमा हैन आफ्नो कमेन्ट पनि छोड्न सक्नुहुन्छ मेसेज गर्न सक्नुहुन्छ। तपाईलाई जे इच्छा लाग्छ त्यो गर्न सक्नुहुन्छ। आजलाई यति गरौँ भोलि फेरि भेट्नेछौँ। भोलि नयाँ पाठसँग छङबाट मुनमा फेरि हामी पढाउनेछौँ 7 बजेतिर हामी आउनेछौँ र तपाईहरुलाई फेरि केही नयाँ कुराहरु जानकारी दिनेछौँ। आजलाई यति गरौँ त्यति भन्दै आजलाई बिदा हुन्छु। 안녕 내일도 뵙겠습니다. 안녕